सिंहदरबार भनेको विश्वलाई शासन चलाउने ठाउँ हो। तर त्यही त्यस्तै प्रकारको योग्य शासक हुनु पर्यो। यसको उदाहरण छ तपाईको जुम्ला सिजाबाट जुम्लाको सिजाको राजालाई करडी किरीट कुङ्कण लाट मुरल केरल भन्ने छ आन्ध्र प्रदेश यो केरल आदिका राजाहरूले जुम्लाको सिजाको राजालाई गएर कर दिन्थे उनीहरूले र त्यहाँको राजासँग दीक्षा शिक्षा लिएर अनि उनीहरूले शासन चलाउँथे। अनि त्यो त्यस्तो किसिमको क्षमता कहाँ गयो हामी कहाँ हराइराखेको। अनि त्यो त्यस्तो किसिमको क्षमता भएको शासक हुनु पर्यो। सिंहदरबार चलाउने सिंहदरबारमा त्यस्तो किसिमको योग्य शासक छ भने त विश्वलाई मतलब शासन गर्ने शासकको ठाउँ हो क्या त्यो। जान्न सकेन त्यो शिक्षा दीक्षा हामीलाई भएन। अनि त्यस कारणले हामी पछि परिराखेका छौँ। अरूले जे भन्छ हो हजुर भन्ने सलोट गर्ने त्यस्तो बानी परेको छ। तर हामीले आफूलाई जानेर त्यो